like to welcome Saif Mahesh Saha to our NCM college. Namaste, म NCMबाट गरिमा श्रेष्ठ। आज हाम्रो प्र्याक्टिकलमा टेस्ट अफ मैथिली कुजिन हुन गइरहेको छ। त्यसमा सबै खानाहरू बढी भेज नै थियो र जब भगवान रामले 6 महिना जनकपुरमा नेपालमा बस्दा त्यो बेला 6 महिनामा उलाई धेरै प्रकारको खानाहरूमा खुवाथ्यो तर भगवान राम अलिकति सामला बन भएको थियो अनि त्यहाँबाट जाँदा गोरो भएर निस्कनु भएको थियो। त्यही भएर हाम्रो कथन पनि छ पाहुन यही बस्नु मतलब पाहुन यहाँ नै रहु। जुन बेला त्यसको सखी सहेली हामी साले भन्छौं त्यसलाई यति माया गरेर उलाई खाना खुवाएर 6 महिनाबाट कालोबाट गोरो बनाएर पठाएको थियो अयोध्या। त्यो पनि कथन छ। अब हामी जाउँ खानाको इतिहासमा। खानाको इतिहासमा जाउँ भने त्यो बेला जब भगवान रामले आउँदा मैथिली क्युजिनमा हामीले कुम्भरौरी तिलकोर पातको तरुवा हैन त्यसपछि धेरै जस्तो खानाहरू उहाँलाई खुवाउनु भएको थियो अनि त्यही कालदेखि परम्परा भनेको मिथिलाञ्चलमा खाना खाने र हाम्रो जुन फ्यासन छ त्यो बेलादेखि नै बनिसकेको छ। तर यसको कथन के हो भने त्यहाँ धेरै प्लेन ठाउँ भएकोले त्यहाँ कृषि योग्य ठाउँ धेरै थियो। त्यही भएर त्यहाँ बासमती चामल रहरको दाल अन्नहरू धेरै थियो अनि त्यसबाट जस्तो कि मैथिलीमा कथन पनि छ पान मखान र माछा हैन। पान भनेको के हो त पान जुन बेटल कहिले पनि हाम्रो कल्चरमा गेस्टहरूलाई ज्यादा खुवाएर त्यसलाई अतिथि देवो भव गरेपछि त्यसलाई जब हामीले बिदाई गर्छौं नि मुखमा पान पान भनेको रातो भर कलर रातो त्यो रिसको रातो हैन त्यो रातो राम्रोको लागि पान खुवाएर हामीले बिदाई पनि गर्ने गरिन्छौं। अनि मखान भनेको द्याट इज कल्ड फोक्सनट लोटस सीड जुन हामी त्यस्तै पोखरीमा हुने हो मखान व्हाइट कलरको हुन्छ र त्यसलाई हामी तराईतिर धेरै पाइन्छ त्यही भएर त्यसलाई मखान भन्छ र यो पानी भित्र हुने हो पोखरीमा हुने हो है। अनि माछाको के विधि छ भने खोला नालाहरू धेरै भएको कारणले त्यहाँ माछा टल्नै पाउँथ्यो। अब तपाईलाई थाहा छ मेचीदेखि लिएर महाकालीसम्म कति खोला नाला छ त्यही भएर त्यसमा माछा टल्नै थियो अनि त्यो बेलादेखि त्यो माछा पनि खाने चलन बनिसकेको छ र हाम्रो संस्कृतिमा हाम्रो परम्परामा पनि माछा भनेको शुद्ध हो। कुनै बेला यात्रा गर्दा माछा खाएर जाँदा कुनै पनि काम शुभ र राम्रो बन्ने पनि त्यो पनि अहिलेसम्म परम्परा छ र त्यो मान्छेहरू अहिले बिलिभ पनि गरिरहेछ। अब हामी जाउँ खानामा के छ त मिथिलाञ्चलको खानामा हामीले अब अहिले दाल भयो दालमा अब जस्तो भात भयो भातमा लोकल बासमती चामल उल्वा रहरको दाल तरकारीहरू भयो अब आलु गोभी त्यसमा हामीलाई तरुवा र तरकारीहरूमा धेरै डिफरेन्ट छ। तरुवा भनेको त्यसलाई कम तेलमा तारेर स्लो फ्लेममा बनाउने गरिन्छ। भरुवा भनेको त्यसैमा भित्र र जस्तो भात भयो भातमा लोकल बासमती चामल उल्वा रहरको दाल तरकारीहरू भयो अब आलु गोभी त्यसमा हामीलाई तरुवा र तरकारीहरूमा धेरै डिफरेन्ट छ। तरुवा भनेको त्यसलाई कम तेलमा तारेर स्लो फ्लेममा बनाउने गरिन्छ। भरुवा भनेको त्यसैमा भित्र र जस्तो परवल हामी पोइन्टेड गाड भन्छौं त्यसलाई स्टफ गरेर स्लो फ्लेममा पकाउने गरिन्छ। करेलाको पनि भरुवा हुन्छ। त्यस्तै गरेर धेरै खानाहरू छ हाम्रो मिथिलाञ्चलको अनि मैथिली क्युजिनको र यो हामी आजको दिनमा भनेको प्र्याक्टिकल भनेको त्यसबाट 4 कोर्स 5 कोर्स र 8 कोर्ससम्म आज गर्नेछौँ। त्यसमा हाम्रो प्र्याक्टिकलहरू के छ त ल अब हाम्रो स्टुडेन्टहरूले आजको 1 बाइ 1 गरेर भन्ने हो। यस मिराज स्ट्यान्ड अप। के हो आजको प्र्याक्टिकल हाम्रो मेनु के हो आज? दाल मखाना हामी लौकी र आलसको सुप यस गरिमा मिक्स्ड फिश करी फिश करी मस्टर्ड फ्लेवर माछा झोल यस ओके। के छ नेक्स्ट प्र्याक्टिकल आज? तरुवा र तपाईले सुन्नु भएको छ तरुवा र भरुवा भनेको हाम्रो धेरै फेमस छ। अब अब हामीले एक्सप्लेन गरिसकेछौँ। अब हामी जाउँ अब प्र्याक्टिकलतिर। नमस्ते ल 1 2 3 भन 1 2 3 नमस्ते
Okay, good morning, guys. Good morning, sir. Okay, हाम्रो practical आज टेस्ट फ्रम मिथिला मैथिली cuisine, right? Yes, sir. त्यसमा हामी सेक्सन छुट्याएको छौँ. सेक्सन ए को हो? Yes. सेक्सन ए दिवास, एलिजा, okay, विराज and रोशन. Rohan. Okay, रोहन. Okay. सेक्सन बी सिद्धार्थ, गरिमा and सरोज. सेक्सन बी. सेक्सन सी रूपचंद, दामोदर, राजीव and लाजा. Okay, सेक्सन सी. सेक्सन ए ले हेर अब त्यसमा हाम्रो मेनुहरु जस्तै लिभिङ ल हाम्रो मेनुहरुमा आज छ व्हाइट बार्ड एन्ड फ्लेक्सी लौकीको सुप, त्यसपछि आलु चप र कचरी, त्यसपछि तरुवा, त्यसपछि तिलौरी, त्यसपछि सलाद, फिश करी मस्टर्ड फ्लेवर, दाल मखाना अनि लोकल बासमती चामल हैन, अनि त्यसपछि राइस पुडिङ. यति हो. अब यसमा 6 वटा छ. सेक्सन ए र सेक्सन बी, सेक्सन सी गरेर म छुट्याइदिन्छु. सेक्सन सी मा कति जना छ? 4 जना हो. सेक्सन सी ले आज फिश करी बनाउने हो. यस. सेक्सन बी ले आलु चप र सुप बनाउने हो है. अनि सेक्सन ए ले राइस पुडिङ र दाल मखाना बनाउने हो. राइट, यति हो. बाकी बचेको काम हामीले पुडिङ र दाल मखाना बनाउने हो. राइट, यति हो. बाकी बचेको काम हामी डिभाइड गर्नेछौँ. ओके, सो अब हामीले के गर्ने भने पहिला जस्तै. ओके, फर्स्ट यु हैव टु collect your ingredients and tool, and second time you have to set up the section, and then you have to start your mixer and preparation. Right, so now you have to move, start to continue. Namaste everyone. Today we are preparing tarwa and the loki soup. For the loki soup, we are cutting we peel the loki and we cutting it on dice shape. Our process is going, and my teammates are peeling red pumpkin for the soup. Thank you. So we are going to make it white part and flaxseed soup, and यसलाई हामी लौकी र आलसको सुप भन्छौँ. हामी त्यो बनाउन गइरहेछौँ. त्यसपछि तपाईहरुले हेर्नु भएको छ यसलाई अब काटेर राखेको यो कट्स. आज चाहिँ हामीले फिश करी बनाउँदैछौँ. यो चाहिँ हामीले म्यारिनेट गर्नुको लागि अब आधी घण्टा 1 घण्टा जति छोड्ने. यसमा चाहिँ हामीले टर्मरिक पाउडर, चिल्ली पाउडर, तेल, जिन्जर गार्लिक पेस्ट अनि गरम मसला र नुन राखेको छौँ. अनि यो चाहिँ हामीले अब मजाले मिक्स गर्नेवाला छौँ. Yeah, so already we put the ginger garlic paste and red chili powder, a little bit coriander powder, turmeric powder, and little bit salt and oil for the taste. So we are going to make it's a fish curry, machak jhol. So that is a marination part is going on, and after that we have to go for the slow flame and for fry. So हाम्रो यो माछाको झोल माछा करीको लागि मेरिनेसन भइरहेछ. हाम्रो रौ माछा हो. नमस्ते एभ्रिवान. म चाहिँ तरुवाको लागि फर्सी पिल गर्दैछु. Good morning everyone. This is fish curry. We are preparing fish curry. This fish has been sitting marinating for last half an hour. In the marination we put 2 tablespoons turmeric, 2 tablespoons garam masala, 2 tablespoons coriander powder, salt, pepper to taste, and little bit oil and water for texture. And now we are currently frying. Ready? Yeah.
यस हामी अब यसलाई अब कचरीलाई कसरी फ्राई गर्ने पहिला हामीले यसलाई तेल हिट गर्नु पर्यो है। अब जहिले पनि हामीले तेल जब हिट गर्ने यो आफै अलिकति यसो केही हाल्दा जस्तो मानौँ हामीले यही केही हाल्यो अनि यसले आफै तलबाट माथि यो ओइल रेडी छ। अब हामी अलिकति यसलाई के गर्छौँ स्लो गर्दै कहिले पनि पहिला स्लो फ्लेममा फ्राई गर्ने है फ्राईमा जसले चाहिँ अब यसलाई हामीले अब एउटा गरेर स्लोली गरेर हाल सिद्धार्थ बिस्तारै हो ठिक छ हाल्दै होइन यसरी हेर होइन यस्तो गर पछि लग्न मिल्छ। यसलाई यदि यो तेल राम्रोसित हिट छैन भने यो टाँसिन्छ तर हिट तेल राम्रोसित भयो भने यो टाँसिँदैन तर त्यो यस्तै नल्या बाबु त्यो होइन टाइगर मैनवाला त्यो छिटो ल्याऊ तिमीहरूले यसो हेर्ने हेरे अब अलिकति हिट भएको कारणले अब यसले बिस्तारै स्लो गरेर अब स्लो पकाउने है स्लो गरेर पकाउने अब पहिला अलिकति हिटमा हाल्ने यसलाई स्लोमा पकाउँदै गर्ने त कति राम्रो अनि यसलाई निकाल्ने है कलर टेक्सचर पनि कस्तो मिठो कस्तो राम्रो देखियो निकालौँ ओके त्यस्तै गरेर तिमी दुईजना हाल्दै गर्ने स्लो हिट